मोटो ब्लग्स आज म कपाल काट्न जाँदैछु होइन कपाल यति सानो छ ठुलो भयो अरे मम्मीलाई मम्मी चाहिँ यहाँ साइकल कुदाएर जाँदै हुन्छ म त्यहाँ अब रोड पुगेपछि म चाहिँ साइकल चढ्नु अरे मम्मी यहाँ कच्ची बाटोबाट कुदाउनु सक्नुहुँदैन कच्ची बाटो छ गाइस यहाँ मकै सुकाइरहेको छ चोक चाहिँ धेरै बेर नै लाग्दैन साइकलमा जान चाहिँ हिँड्दै जान चाहिँ 20-25 मिनट लाग्छ साइकलमा गयो भने 6-7 मिनटमै पुगिहालिन्छ होइन अब म रोडमा पुगिरहेको भेट्छु गाइस म चाहिँ रोडमा आइसकेँ आँखाको रोड अब मम्मीले यहाँ साइकल कुदाउँदै हुन्छ होइन अब चोक पुग्नुमा चाहिँ 6-7 मिनट लाग्छ अब गाइस चोक पुगेपछि भेट्छ है त गाइस हाम्रो चोक आइपुगिसकेको छौँ आज बिहिबार होइन आज चाहिँ तपाईँलाई हाम्रो खोर्सानी चोकको बजार नै देखाउने छु गाइस हाम्रो खोर्सानीको बजार भित्र पनि देखाउँछ होइन म तपाईँलाई अहिले लिची छ होइन गाइस के गर्ने उहाँ गाइसमा चाहिँ आइसक्यो होइन कपाल काट्ने ठाउँमा देख्न सक्नुहुन्छ दाइले कपाल काटिदिनुहुन्छ त्यहाँ माथि भगवान्को फोटो छ यस्तो छ गाइस ऐना सैना छ बस्ने ठाउँ छ यता मम्मी हुनुहुन्छ हाई गरिदिनु न गाइसपछि तपाईँलाई कपाल काटिसकेर हेर्छु गाइसमा चाहिँ कपाल काटेर चाहिँ चिन्डो काटिदिनु मम्मीले हेर्नुहुन्छ अझै अब भेटिरहेको छु खाजा खाना होइन अब खाजा खाएर चाहिँ मम्मी र म चाहिँ बजार गर्न जान्छु अनि त्यसपछि सिधै घर जाने अनि मम्मी घरसर गरेर भातसात पकाउनुहुन्छ होला अहिले चाहिँ खाजा खाने भन्छु त गाइस ल गाइस भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई